हेलो साथीहरू, म चाहिँ बनाउन गइरहेको छु मसाज गन। हामीलाई चाहिँ चाहिन्छ यी सामानहरू, जस्तै कि यो 1 इन्चीको टी हो र यो 1 इन्ची पाइप र त्यस्तै गरी यो चाहिँ 1 इन्चीको सकेट भयो र यो चाहिँ पौने इन्चीको पाइप। त्यस्तै गरी यो चाहिँ यसमा हाल्दाखेरि ढिला हुने भएको भएर चाहिँ यसलाई यो सपोर्टको काम गर्छ। यसले चाहिँ टिनको पाता हो यो चाहिँ। र त्यस्तै गरी यो चाहिँ यसको पुल्ली भयो। यो चाहिँ इनपुट ज्याक र स्विच भयो। साथीहरू, अब चाहिँ हामी बनाउन सुरु गर्छौँ। साथीहरू, यो चाहिँ 12 भोल्ट मोटर हो र मैले चाहिँ यसको साफ्टलाई चाहिँ यहाँ कनेक्ट गर्न गइरहेको छु। मैले चाहिँ यसको साफ्ट चल्दै गर्दाखेरि ननिस्कियोस् भनेर चाहिँ यस्तो खालको सपोर्ट लगाएको छु। पिभिसी पाइपको टुक्रा यो चाहिँ मैले चाहिँ सानो खालको रड हालेर पिभिसी पाइपको टुक्राले चाहिँ यसलाई लक गरेर राखेको छु ननिस्कियोस् भनेर। मैले चाहिँ यस्तो खालको सिरिन्ज लिएको छु अगाडिको भाग बनाउनको लागि चाहिँ। मैले चाहिँ यो इन्ड क्यापमा ग्लुगन हालेर चाहिँ त्यसको अगाडिको भाग बनाउँछु, जुन चाहिँ नरम खालको हुन्छ। हामी चाहिँ यसलाई यसरी राखेर अनि एकछिन सुक्न दिएर चाहिँ यसलाई हामी निकाल्छौँ। साथीहरू, यो चाहिँ हानेर पनि ननिस्किसकेपछि चाहिँ मैले बिचबाट यसलाई काटेर निकालेको छु। अब चाहिँ म यसमा यो इनपुट सकेट र स्विच लगाउँछु। साथीहरू, यसको कनेक्सन चाहिँ नर्मल छ, जुन चाहिँ उताबाट मोटरबाट आएको हुन्छ। त्यही तारलाई चाहिँ मैले एउटालाई स्विचमा पारेर अनि अर्कोलाई चाहिँ डाइरेक्ट त्यसको पोजिटिभ साइडमा चाहिँ जोडेको छु। यसमा चाहिँ पोजिटिभ नेगेटिभ छुटाउन चाहिँ पर्दैन, जुनमा जोडे पनि हुन्छ। त्यही एउटा तारलाई चाहिँ काटेर त्यो स्विचसँग कनेक्ट गरे भयो। साथीहरू, अब चाहिँ म यसलाई चेक गर्न गइरहेको छु।
साथीहरू यसले चाहिँ मजाले काम गरिरहेको छ। अब चाहिँ म तपाईँहरूलाई मल्टिमिटरबाट भोल्टेज पनि देखाउँछु, ब्याट्रीको भोल्टेज, अनि यसलाई सँगै चलाएर हेर्दाखेरि चाहिँ कति भोल्टेज चाहिँ ड्रप हुन्छ त्यो पनि देखाउँछु।